Jole bigadio tele sapa गर्ने मम्मीले बिगाड्यो मम्मी छोराले बिगाड्यो छोरा बाबाले बिगाड्यो बाबा प्लस I'm gonna tell you Roblox ID किनभने त्यो चाहिँ म मेरो यो भ्लगको लास्ट दिनमा रिभ्यू गर्छु So hello guys, what's up? Welcome to a brand new vlog. So today we are gonna make some like a project. It's like my home project. म चाहिँ आफ्नो घरकै प्रोजेक्ट बनाइरहेको छु हैन अनि I will talk to you English for like many times, but sometimes I will talk in Nepali like this, हैन त्यही हो. So we are gonna make in DIY project, but which one? Think. Let's go. Guys, मैले चाहिँ मलाई चाहिने सबै मटेरियल्स लीव्स पेन्टिङ कलर्स पेन्टिङ ब्रस अब पानी चाहिँ अब के हुन्छ हेरौँ हैन पानी छैन सो अब चाहिँ हामी बनाउँछौँ कोलाज मैले चाहिँ by myself I will make myself because I have an idea. So let's go. First we are gonna take some colors like blue, brown, yellow, green. We need 4 colors. Then we will put the colors outside. So अब हामी बनाउँछौँ फर्स्ट लिफमा हामीले के गर्ने भन्दाखेरि 1 कलर लाइक सो गाइस मैले चाहिँ मटेरियल्सहरु ल्याए पनि सके हैन अब यसमा हामीले 4 कलर लिनुपर्ने हुन्छ जुन कलर चुज गर्न पनि हुन्छ तपाईहरुको फेभरेट तर हैन अनि हामी एउटा यस्तो छ भने तपाईसँग यो पेन्टिङ बक्स छ भने लिनुस् यदि छैन भने एउटा प्लेटमा राख्दा नि हुन्छ सो हामी यसमा कलर राख्ने छौ ओहो शिट मेरो फेरि यसमा कलरै छैन के अर्कै कलर युज गरौँ ठीक छ केही हुन्न कलर छैन भने अर्को कलर नि यु क्यान युज बिकज इट इज लाइक अ कोलाज के फ्रम लाइक पुरानो थिङहरुबाट जे पनि बनाउन मिल्छ के नयाँ सो लेट्स गाइस अहिलेसम्मको रिजल्ट यु क्यान सी टाइम ल्याप्स नाम भनेर चाहिँ हेर्नुस् ए रहा आपके लिए फ्लावर थ्यांक यू मम्मी अब म यसलाई यसरी डुबाएर यहाँ छापा हान्दिन्छु लेट्स गो फर्स्ट हामी 3टा निकाल्ने छौँ यस्तो सो लेट्स गो छ भने है नत्र अरू फ्लावर युज गर्दा नि हुन्छ मैले चाहिँ यति बनाएको थिएँ यो फ्लावर चाहिँ मैले सुपर ग्लुले टाँसेको मेरो धन्नै यो हात टाँसेन उयो हैन फ्लावर्सहरु टाँसेको तपाईहरु चाहिँ यस्तो सुपर ग्लुले चाहिँ नटाँस्नु हैन बिकज हात टाँसिन सक्छ मेरो त भर्खर टाँसेन धन्न बचेको म अब मैले फ्लावर लिइसके अब यसलाई यहाँ रेड कलर हुन्छ डिप गर्ने अनि यहाँ डिप गर्ने हामी कलर चाहिँ हाल्ने छ एउटा प्लेटमा यसको लागि चाहिँ सो लेट्स गो प्लेटमा कलर हालौँ है त हामी बच्चाहरुले चाहिँ यस्तो लाइक यति धेरै फोर गरिसक्यो हैन मैले अब यो चाहिँ म सफा गर्ने छु हाम्रो बच्चाको सबभन्दा मेन कुरा हो यो जहिले ममले गर्नुपर्ने हुन्छ त्यसैले बच्चाहरुले सफा गर्नुपर्ने हुन्छ हैन आफै जसले बिगाड्यो त्यसले सफा गर्ने ममले बिगाड्यो मम्मी छोराले बिगाड्यो छोरा बाबाले बिगाड्यो बाबा हैन आफै गर्ने हो गुलाबको फूल चाहिँ काम लाग्छ किनभने अझै बाँकी छैन हैन यु क्यान सी गाइज म के तपाईलाई के मेरो रोब्लक्स आइडीको युजर नेम भन्ने छु बट यु नीड टु फलो मी है फलो गर्नुपर्छ मलाई हैन गाइस फलो गर्नुस् मलाई बिकज आइ एम गोना टेल यु रोब्लक्स आइडी किन त्यो चाहिँ म मेरो यो भ्लगको लास्ट एन्डिङ बेला रिभिल गर्छु मेरो रोब्लक्स आइडी सो लेट्स गो रोब्लक्स आइडीको युजर नेम भन्ने छु म पेन्टिङ चाहिँ राख्नुपर्छ है गाइस सम्हालेर किन नेक्स्ट टाइम बनाउनुपर्छ दामी दामी बनाउनुपर्छ दामी 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 रे
दामी 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 अबि अबि यस्तै स्मुथ क्यामेराम्यान को छ भन्ने सम्झिनु भयो होला होइन गाइस गिम्बल हो यो चाहिँ दामी दामी रे दामी दामी रे सो गाइस हामीले यो कसरी यस्तो स्मुथ चाहिँ कुन गिम्बल हो भनेर सोध्नुभयो भने चाहिँ हामीले डिजेआईको माइक लगाएको छ यो माइकले चाहिँ एकदमै साउन्ड बाहिरको साउन्ड निकाल्दैन अनि यो उसको यो गिम्बल पनि डिजेआईकै हो सो तपाईँहरू पनि लिन सक्नुहुन्छ बिकज इट इज टु युजफुल भिडियो बनाउने लाइक भ्लगर्सहरू सर्ट्स बनाउनेहरूलाई चाहिँ एकदम काम लाग्ने हो गिम्बल चल्छ भने नि सो आइम गोना गो पुट दिस धोएर आउँछु म बाई बाई मेरो मतलब लेट्स गो बेबी बेबी रे बेबी बेबी बुम सो गाइस अहिले चाहिँ बेलुका पनि भइसक्यो मैले होमवर्क पनि पाइसकेँ होइन सो आइम गोना टेल यु समथिङ लाइक अ इम्पोर्टेन्ट थिङ होइन अहिले चाहिँ लाइक अब हामीले चाहिँ के खोल्ने ट्राई लाइक प्रयास गरिरहेछौँ भने मेरो क्लोदिङ स्टोर सो त्यसमा चाहिँ हजुरहरूले धेरैवटा एकदमै राम्रो क्लोथ्सहरू अर्डर गर्न सक्नुहुन्छ अनि मङ्सिरको 1 गते चाहिँ त्यसको ओपनिङ हुनेछ अनि त्यो स्टोरको नाम चाहिँ के हो थाहा छ अनलाइन स्टोर हो के हो भन्दाखेरि अति ट्रेन्डी अटायर राम्रोसँग है हेरिहाल्नुहोस् त्यसमा हामीले भिडियो पनि बनाएर हालिसक्यौँ 2टा कमिङ सुनको त्यस्तै अनि मङ्सिरको 1 गते मेन त सबभन्दा सुरुमा जसले एउटा अर्डर गर्नुभयो होइन उहाँले एउटा सरप्राइज पाउनुभयो हामीले 5 जनालाई त्यसरी दिनेछौँ होइन बिकज वी वान्ट टु नो के को चाहिँ हाम्रो त्यो स्टोरमा चाहिँ एकदमै लाइक अट्र्याक्टिभ छ क्या एकदमै हेर्न मन छ क्या हाम्रो स्टोरको कपडा लगाएर कस्तो हुन्छ मैले जहिले बनाएर आउँछु नि उनी कपडा चाहिँ हो त्यस्तै कपडा त्यो सेम चाहिँ होइन अरू डिफ्रेन्ट नै हुन्छ होइन अनि मैले चाहिँ अलिक खलाइरहेको बिकज आज अलिकति चिसो दिन थियो मैले यस्तो हाफ सर्टमा चाहिँ हाफ टी सर्ट लगाएर बसिरहेको थिएँ होइन त्यही हो अनि मैले आज बिहान के भनेको थिएँ भने रोब्लक्स आइडीको युजर नेम भन्छु भनेर होइन सो यु क्यान सी माई युजर नेम्स होइन यहाँ आउनुहोस् यो चाहिँ युजर नेम हो SAB_6769 बुझ्नुभयो गाइस SAB_6769 अरू लाइक एकदमै राम्रो छ ग्रिन कलरको टी सर्ट चस्मा यहाँ ग्रिन कलर टी सर्टमा 8 लेखेको छ प्यान्ट त्यस्तै छ दामी दामी जुत्ता होइन सो यु क्यान फलो मी होइन मेरो फलोवर्स खासै धेरै छैन साथी पनि छैन यु क्यान सेन्ड मी फ्रेन्ड रिक्वेस्ट नाम चाहिँ टिपिहाल्नु है SAB यसो हेरिहाल्नुहोस् यहीँ हेर्नुहोस् हेर्नु हेर्नु ठुलो SAB अनि _ यो होइन यही हो मेरो युजर नेम चाहिँ सो यु क्यान फलो मी यु क्यान मेक मी योर फ्रेन्ड वी क्यान च्याट अन द्याट सो त्यही हो आजको दिन चाहिँ एकदमै राम्रो भयो टुडेज डे वाज टु गुड फर मी आई लभ दिस डे नाउ फ्रम टुमोरो वी आर गन लाइक फलो आवर टाइम टेबल बिकज वी हेभ टाइम टेबल मेड yesterday now so that's it होइन अब त्यही हो इन्डिङ गर्नै पर्ने हुन्छ किनभने अब इन्डिङ नगरेको चाहिँ त पाएन सो आजको लागि चाहिँ नै थ्याङ्क्स फर वाचिङ